हामीले निर्वाचन प्रणाली नै यस्तो बनायौं जुन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै पनि पार्टीले अपवादको रूपमा बाहेक बहुमत प्राप्त गर्न सक्दैन। सबै विचारहरूले यहाँ उपस्थित हुन पाउने, एक सिट मात्रै भएको राजनीतिक दलले पनि प्रतिनिधित्व गर्न पाउने गरीको निर्वाचन प्रणालीको व्यवस्था छ। त्यसकारण यो संसदमा 100 सिट भएको पार्टी र 1 सिट मात्रै भएको पार्टीको पनि उतिकै मर्यादा र उतिकै हैसियत हुनुपर्दछ। गणितमा फरक होला, सरकार बनाउने कुरामा फरक होला, तर कुनै पनि विचारलाई निषेध गर्न नपाइने गरी निर्वाचन प्रणाली बनाइएको छ। तर जसले यो निर्वाचन प्रणाली बनायो उसैले यो विधिलाई उल्लङ्घन गर्न हुन्न। त्यसकारण अहिले यो संसदमा जे कुरा भइराखेको छ, म सभामुख महोदयलाई आग्रह गर्न चाहन्छु, सभामुख संसदको अभिभावक हो र सभामुख 1 सिटको पनि र 100 सिटको पनि अभिभावक हो। संसदमा दुईटा महत्त्वपूर्ण राजनीतिक दलहरूले महत्त्वपूर्ण विषयमा आफ्नो फरक मत राखिराखेका छन् र विरोध जारी राखेको बेला जबरजस्त संसद अगाडि बढाउनु संसदीय मर्यादाका दृष्टिकोणले पनि उचित हुँदैन र सभामुख स्वयंका लागि पनि यो अरूले राम्रो देख्ने विषय होइन। त्यसकारण समस्या समाधान नभइकन संसद अवरुद्ध भइराखेको बेला जबरजस्त संसद बढाउने काम नहोस् भन्ने कुरा म सभामुख महोदयलाई आग्रह गर्न चाहन्छु र जबसम्म जबरजस्त यस प्रकारको संसदलाई अगाडि बढाउने काम भइराख्छ, यो कर्मकाण्डमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुँदैन, हामी बहिष्कार गर्छौँ। र म सभामुख महोदयलाई र सभामुख महोदय मार्फत अर्को कुरा पनि जानकारी गराउन चाहन्छु। हामीले जब बैठक बहिष्कार गर्छौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका सदस्यहरूको नाममा आउने बैठक भत्ता राजस्वमा फिर्ता हुने व्यवस्था होस्।